सबै साथीहरुमा नमस्ते। म तपाईँहरूकै सुख दुःखको साथी बालराम योगी। अ, हामीले अहिले फेसबुक प्रोफाइललाई कतिपयलाई थाहा नहुन सक्छ यो पेज कसरी गराउने होइन मोनेटाइज कसरी गर्ने भन्ने कुरामा थाहा छैन हामीलाई। त्यसकारण म आज तपाईँहरूलाई के सिकाउँदैछु भनेपछि फेसबुक प्रोफाइललाई पेज कसरी बनाउने, फलोवर्स कसरी बनाउने भन्ने बारे मैले एउटा यो सानो भिडियो बनाएको छु। कृपया लास्टसम्म हेरिदिनु होला। अब म तपाईँहरूलाई सिधै स्क्रिनतिर लग्न चाहन्छु। तपाईँ देख्न सक्नुहुन्छ मैले स्क्रिनमा फेसबुकलाई खोलेँ। फेसबुक खोले लगत्तै मैले यहाँ तपाईँहरूलाई देखाइरहेको छु। यहाँ तपाईँले देखिरहनु भएको छ मेरो फेसबुक प्रोफाइल। मैले प्रोफाइल खोलेर तपाईँहरूलाई केही कुरा सिकाउँदैछु। कृपया ध्यान दिएर सुन्नुहोला। आफ्नो अहिले प्रोफाइल प्रयोग गर्न सक्नुहुन्छ तपाईँले। यो नभएर अर्को तरिकाबाट पनि गर्न सक्नुहुन्छ। यो थ्री डट तिनवटा लाइनलाई दबाउनुहोस्। यहाँ प्रोफेसनल मोड लेखा हुन्छ। यहाँ आएर तपाईँले पढ्यो भने पढ्नुहोस् के लेखा छ यहाँ होइन, अनि नपढ्यो भने यहाँलाई नेक्स्ट गर्नुहोस्। यसमा पब्लिक सार्वजनिकमा पब्लिक गर्नुहोस्। त्यसपछि पुष्टि गर्नुहोस्। एकचोटि पढ्नेहरू पनि पुष्टि गर्न सक्नुहुन्छ, नपढ्यो भने तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। यसमा डिजिटल सृजनाकर्ता डान्सर के हो आफू त्यो लेखक वैज्ञानिक होइन, एउटा चुज गर्न सक्नुहुन्छ। मैले डिजिटल सृजनाकर्ता चुज गरेर नेक्स्ट गरेँ। अब मैले फेरि नेक्स्ट गरेँ। लगभग समथिङ मेरो फेसबुक प्रोफाइल पेजमा परिणत अब भइसकेको छ। यसमा फेसबुकले काम भनेर दिएको हुन्छ। आफूले गर्नुपर्ने भिडियो यति हाल उति हाल भनेर फेसबुकले भने हुन्छ होइन। अब त्यस कारण आफूले भिडियोहरू हाल्नुपर्ने हुन्छ। अब म यहाँबाट ब्याक भएँ। अहिलेसम्म 52 साथीहरू देखाएको थियो भने अहिले देख्नुहुन्छ 113 फ्लोर्स 2 फ्लोइङ 6 फोटाहरू देख्नु भएको छ। मैले ब्याक गरेँ है। ब्याक गरेर एकचोटि पुरै बाहिर आएँ। अब मैले फेरि खोलेँ। अब मेरो प्रोफाइल मैले चेक गर्दाखेरि ठ्याक्कै फ्लोर्स देखाएको छ। हस् त धन्यवाद। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिन नभुल्नुहोला। राम्रो लाग्यो भने एउटा मिठो कमेन्ट पनि छोडिदिनु होला। हस्।